मेरो भाइ राजा नि खोइ त नि मलाई खाजा खोइ खाजा खोइ हामी चाहिँ भ्लग आइसकेको छु होइन एकदम कुकुरहरू जस्तो यो गर्मीले होइन यो यस्तो सुतिरहेछ नि गर्मीले हो क्या अनि फेरि आज चाहिँ मौसम एकदमै यसो पानी पर्न आँटे जस्तो छ अनि 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 है साथी कुकुरलाई चाहिँ पङ्खा खै हाल्न पङ्खा त नि भाइ तिमी ग्राहकलाई कुकुरभन्दा कम छौ कुकुरभन्दा कम छैन हौ भाइ अब हेर मलाई कुकुर भनेको अनुहार त्यो दारी पलाएको साइकलमा ठ्याक्क मान्छे कालो हुँदैन कुकुर हुन्छ मुला कुकुरलाई चाहिँ यहाँ नि फ्यान चल्दै चाहिँ मस्त होइन अनि हामी यहाँ कस्टमर आयो भने चाहिँ यहाँ फ्यान चल्दैन यसरी बस्नु गरेर यहाँ बस्नुपर्ने अरे भाइ के हो तिम्रो पाला भाइ भन त यस्तै कस्टमरलाई यो गर्ने तिम्रो कुकुर उठ्यो यार यो चाहिँ उसको भाइ हो है आफ्नै भाइ हो कि भन त है पहिले त मेलामा बिछोडेको थियो अरे दाजु मेरो अनुहार पनि हेर्नु अनुहार पनि हेर्नु नि यहाँनिर ल ल सेम सेम मिल्छ अनुहार पनि खासै केही फरक छैन केटा हो लु खाजा लु खाजा खाइदियो यसो भोक लागिसक्यो पानी पर्ला पर्ला जस्तो छ मौसम पनि दामी भएछ मौसम पनि के पकाएको छ हाम्रो कान्छाले यहाँ खाजा मौसम त के हो भने हो बवाल छ मौसम मौसम पनि च्यालेन्ज हामिरहेछ यार हामीलाई त के हो के भन्नु हो मौसमलाई तर मौसमलाई दोस्रो नि मिल्दैन यस्तै हो जिन्दगी पारा के गर्ने अरे चप्पल खानु रहेछ तपाईँले यस्तै हो अब के मौसमको बारेमा भन्नु पर्ने होइन एक्सप्लेन गरेको नि मौसम कस्तो छ भन्ने कुरा होइन मौसम यस्तोसम्म के भनिदिँदा मौसम अरू मान्छे हिँडिरहेको छ नि अगाडि मौसम अर्कै देखिरहेको थियो क्या भाइ त्यहाँनिर मौसम त्यस्तो मौसम हुँदैन क्या त्यो भनेको मौसमी हुनु पऱ्यो तिनीहरू मौसमै होइन हो मौसम नि के हुन्छ यार मौसम नि होइन जस्तो भन्नु देख्यो त्यस्तै भन्नु पऱ्यो नि होइन केटा अनि यस्तो बवाल मौसम भइरहेछ अनि यसो देखाउनु पर्ने ग्राहक सबै मेरो यहाँ सब्सक्राइबरहरू देखाउनु परेन आज यस्तो मौसम छ भनेर यहाँ बाहिर चना यहाँ मेकिङ के बोल्यो भाइ के बोल्यो चना दान बन्ने मेरो भाइ कसको लागि चना तिम्रो लागि अनि यहाँ म खाना आएको मलाई डाइट पेलेर यस्तो बडी सडी यहाँ हेर्नु यसको बडी हेर्ने बडी चाहिँ बवाल बनाइदियो हेर्नु है राति पनि सँगै खान्छ नि यसको राइट उसको राइट सेम राइट होइन